लेप्सेको पासपोर्ट बिर्सिनुभएको छ भने सबैभन्दा पहिला लेप्से कति ब्रोकर नम्बर हो त्यो हान्नुहोस्। त्यसपछि चाहिँ क्रोममा है, अनि त्यसपछि चाहिँ फर्गेट पासपोर्ट गर्नुहोस्। फर्गेट पासपोर्ट गरिसकेपछि क्लाइन्ट आइडी र इमेल एड्रेस हान्नुहोस्। त्यसमा हजुरको इमेलमा चाहिँ मेसेज आएको हुन्छ, अनि त्यसमा गएर हजुरले चाहिँ रिसेट पासपोर्ट गरेर चाहिँ आफ्नो नयाँ पासपोर्ट राख्न सक्नुहुन्छ।